त्यस्तै 6 गर्दा त्यो 25-33वटा हुनु होला घर। त्यही भएर हाम्रो बाबुरामको चाहिँ बुवाको मामा घर उहाँ चाहिँ सामदी चाहिँ नीलकण्ठ सरको पनि मामा घर। यो चाहिँ तपाईँको के अरे माथिको बलमाटाका अरेलहरू। यो चाहिँ हाम्रो सुन्तला यो जम्मै यति राम्रो बनाएर चाहिँ जम्मै हिँड्ने बाटोहरू गरेर व्यवस्थित तरिकाले यो सानो हेर्नु त जग्गा यो जम्मै कोदो गर्नेमा यत्रो होइन कोदो बारी हेर्नु त पहिलाको सबैको ए दङ खाने अहिले सुन्तला कम फलेर चाहिँ नि बेसरी कम। अहिले त फेरि टिप्न त अलिअलि त टिप्यो होला नि ठक्किन्छ यहीँ सुन्तला भने होइन यही हुन्छ यो सुन्तला बगैँचा। यहाँ चाहिँ म चाहिँ यो फिल्मको प्रोभाइडर हाम्रो चाहिँ हामी चाहिँ यहाँ आउँदा एक्कासी चाहिँ अकस्मात भेट भइयो त फेरि यो चाहिँ के अरे कहाँ भन्ने बलमाटा यहाँ यो यतातिर डाँडो छ यहाँ चाहिँ पुरै यो पुरै चाहिँ ठाडो छ खड्केरी छ यो चाहिँ पुरा बगैँचाहरू यही रहेछ क्या जामै माथि है यस्तो छ उता पुरै छ क्या पुरै देखियो यस्तो डाँडै देखियो अहिले सुन्तला राम्रो फलेर हिँड्छन् भन्नुभयो बाबुराम सरले। अब होला पनि उहाँ अब चाहिँ ओडाको मान्छेले भनेपछि के भन्छ यो चाहिँ उनै हो नि यो त भिरकोटै हो नि भिरकोट कार्य क्षेत्र हो। म पनि अगाडिबाट 1 बजे सबै त्यतैबाट